फेरि पनि परमेश्वरको राज्यको साक्षीहरू हुनु आजको वचनको विषय। ल तपाईँहरू मसँग प्रेरित एक अध्याय खोलिदिनु भयो नि है। प्रेरित एक अध्यायको हामी 1 देखिको 11 पदलाई हामी पढ्छौँ। त्यहाँदेखि चाहिँ हामी प्रार्थना गरेर हेर्छौँ। पहिला यो नक्सालाई म तपाईँको अगाडि बताइदिएँ। के नक्सा देख्नुभयो तपाईँले? यहाँ 5वटा 6वटा छ। यहाँ पनि छ है, सानोपट्टि जग्गा नपुगेर यहाँ पनि बनाएको छु। नम्बर 1 मा छ हनेबी मौरी, 1 नम्बरमा होइन। नम्बर 2 मा मस्किटो मच्छर, यो चाहिँ शङ्ख होइन, यो चाहिँ लिच जुका हो। जुका 2टा जुका बनाएको। यो चाहिँ खुन नखाँदा, यो चाहिँ खुन खाँदाखेरि बनाएको है। यो जुका चाहिँ टाढिरहेको छ, एउटा चाहिँ ज्यादा खुन खाएर। यो चाहिँ भ्यागुता फ्रग, भ्यागुता होइन। यो चाहिँ अब चेमेलियन भन्छ, चेमेलियन लिजार्ड हो। यो चाहिँ यसलाई चाहिँ छेपारा पनि भन्छ होइन। अनि यहाँ चाहिँ छ डटी हाउस फ्लाई छ। यो चाहिँ हो गुएझिङ्गा भने के अरे गुएझिङ्गा है। यो चाहिँ हरियो बनाएको नि मैले, त्यही भएर हरियो झिङ्गा यो चाहिँ। ल यो नक्सा मैले किन बनाएँ भन्दाखेरि यिनीहरूको आफ्नो आफ्नो विशेषता छ एक एउटा हो। तर त्यो विशेषतामा पनि अब एउटा यिनीहरूको त्यो नराम्रो पक्ष चाहिँ के छ भन्दाखेरि चाहिँ अरूको चाहिँ छ उसको चाहिँ अब हामी प्राय नराम्रो अब बताउँछ उसको बारेमा चाहिँ। अब के छ भन्दाखेरि चाहिँ उसको बारेमा चाहिँ हामीले मौरीको बारेमा चाहिँ हामीले स्टडी गर्दाखेरि के पाउँछ भन्दाखेरि चाहिँ मौरीले चाहिँ के गर्छ, सुगन्धलाई छर्छ। के गर्छ अरे मौरीले है, मौरीले चाहिँ के गर्छ अरे फुलको सुगन्धलाई लिन्छ अनि के गर्छ छर्छ। अनि ढकमक्क फुल हुनको लागि पनि मौरीले त्यो फुलहरूलाई सहायता पुर्याउँछ अरे कि अर्को फुलदेखि अर्को फुलमा जाँदाखेरि है। मौरीको काम। मस्किटोको काम के हो? मच्छरको काम हल्ला गर्छ, खुन खाएर दुःख दिन्छ होइन। अर्को के गर्छ यसले कराइरहन्छ, नोइस अब गनगन गर्छ है यसले चाहिँ, टे गर्छ गर्दैन हेर्नु है। यो छ। अनि यहाँ लिच छ, यो जुगा छ। जुगाले के गर्छ? खाइरहन्छ। के गर्छ अरे जुगाले? कसले खान्छ? कतिजना खान्छ जुगाले? अहिलेसम्म सबैलाई खान्छ होइन। जुगाले चाहिँ खान्छ। फ्रग भ्यागुता चाहिँ एउटै ठाउँमा के गर्छ? भ्यागुता चाहिँ बसिरहन्छ। कुवाबाट निस्किन्छ अरे, टाउको यसरी हेर्छ अरे संसार यति अरे भनेर चाहिँ फेरि के गर्छ त्यो भ्यागुता संसारमै त्यही कुवामै बसिरहन्छ। भ्यागुता संसार यत्रै हो भन्छ अरे कुवाको भ्यागुताले होइन। नेपालमा भनाइ छ नि। छेपारा चाहिँ किन भन्दाखेरि चाहिँ उसले चाहिँ रङ बदल्छ। चेमिलनले चाहिँ है रङ बदल्ने छेपारा हो यो चाहिँ। गिरगिट पनि भन्छ होइन। अर्को चाहिँ झिङ्गा। यो झिङ्गाले चाहिँ के गर्छ? दूषित पार्छ। उसले चाहिँ नराम्रो गन्ध छोड्दै हिँड्छ। यो झिङ्गाले चाहिँ के गर्दै हिँड्छ अरे नराम्रो झिङ्गा। यो चाहिँ के हो भन्दाखेरि चाहिँ नि यो सबैजना चाहिँ के हो? यो चाहिँ सबै के हो भन्दाखेरि चाहिँ यो चाहिँ एउटा विश्वासीको प्रतीक हो। सुन है, अब यहाँ आउँछ कुरा चाहिँ के गरे यो चाहिँ। अब हामी कुन चाहिँ श्रेणीमा हामी पढ्छौँ, हामी कुन चाहिँ श्रेणीमा चाहिँ पढ्छौँ त्यो विश्वासी। सायद हामी यहाँ कोही पनि छैन होला, हामी यही नम्बरमै पढ्नेहरू छौँ हामी सबैजना। आमेन। हेर्नुहोस् है, विश्वासीहरूको मैले एउटा यो प्रतीक बनाएको है नक्सा। यो चाहिँ भनाइ भन्ने गर्छ प्रभुको दासहरूले यसरी भन्छ, नाम त नबनाऊ, यसरी चाहिँ भन्छ। मस्किटो विश्वासी हुन्छ अरे क्या। मच्छर विश्वासी गनगनै खालि गरिरहन्छ, जहिले पनि गनगन, जहिले पनि गनगन, नराम्रोको नकारात्मक कुरा हो गनगन पे मच्छर कराएको जस्तै त्यो विश्वासी पनि हुन्छ अरे। अर्को विश्वासी मौरी जस्तै विश्वासी हुन्छ जसले चाहिँ जहाँ पनि जान्छ के गर्छ सुवासना फैलाउँदै हिँड्छ। विश्वासी यस्तो पनि हुन्छ। जुगा विश्वासी जहिले पनि प्रभुलाई मागिरहेको, प्रभु मलाई यस्तो देऊ, प्रभु मलाई यस्तो देऊ, के देऊ यस्तो देऊ उस्तो देऊ, प्रभुलाई मागिरहेको। भ्यागुते विश्वासी जहिले पनि एउटै ठाउँमा, उसको बढ्दैन प्रभुमा, जहाँको त्यहीँ छ हो। छेपारा गिरगिट ऊ 2टा हुन्छ उसको। मान्छेहरूसँग भेट्दा विश्वासीहरू राम्रो मान्छेसँग भेट्दाखेरि अर्कै, अरू मान्छेसँग भेट्दा अर्कै हेर्नु है। अनि अर्को चाहिँ कस्तो हुन्छ अरे दुर्गन्ध। अनि यो सबै चाहिँ यो एउटा मैले क्रिएचरको नक्साहरू बनाएको मात्रै हो। तर यसले इक्जाम्पल चाहिँ के दिएको भन्दाखेरि चाहिँ यो बारेको इक्जाम्पल हो सबै। उदाहरण चाहिँ साक्षीहरू हुनुपर्नेमा उदाहरणको लागि चाहिँ क्रिएचरहरूको नक्सा चाहिँ मैले बनाइदिएको है। नर्सरी स्कुल पढेको जस्तो लाग्यो त्यो नक्साहरू देख्दै गर्दाखेरि है।
हुन्छ हामी प्रार्थना गरौँ, अझै हामी बाइबल पढेर अघि बढौँ ल। प्रभु हामी तपाईँलाई धन्यवाद भन्छौँ। पवित्र आत्मा हामीलाई सहायता गर्नुहोस्, गाइड गरिदिनुहोस्, वचन बोल्नमा बुझ्नमा पवित्रता तपाईँले सहायता गरिदिनुहोस्। अनि यो वचनबाट पिताको नजिकमा अझै प्रभु तपाईँको मण्डली जोडिएर बढेर प्रभु फलवन्त हुन सकेकोस् भन्ने प्रार्थना गर्छौँ। अगुवाई गर्नुहोस् प्रभु आजको यो वचनबाट। धन्यवाद तपाईँ प्रभुले छाउलाई तपाईँको रगतभित्र हामी बाँध्छौँ, तपाईँ प्रभुको रगत यीशु ख्रिस्टको रगतमा बाँध्छौँ। प्रभु यो वचनबाट तपाईँ प्रभुको महिमा भएको होस्। तपाईँ बोल्नुभएको वचन हो। धन्यवाद तपाईँ प्रभुलाई, महिमा तपाईँ प्रभुलाई भएको होस् यीशु ख्रिस्ट प्रभुको नाममा। आमेन आमेन। हुन्छ, प्रेरित 1 अध्यायको हामी 1 देखिको पढ्नेछौँ। ओके, अस्तिको हप्ता हामीले क्षमाको बारेमा सिकिरहेको, सायद कतिजना तपाईँहरूले मलाई मेसेज पनि गर्नुभएको थियो, प्रभुले तपाईँहरूको जीवनमा काम गरेको होस् होइन। अनि सायद कतिजनाले तपाईँहरूले एक्सर्साइज गर्नुभयो, मलाई थाहा छैन। जबसम्म हामी एक्सर्साइज गर्दै पनि यो हप्ता एउटा इमेज मैले मेरो श्रीमतीलाई देखाइरहेको थिएँ, एउटा स्पिरिचुअल अब्सेसिटीको बारेमा। त्यो भनेको चाहिँ के भन्दाखेरि चाहिँ आत्मिक मोटापन। मण्डलीहरू अहिले विश्वासहरू चाहिँ के भइरहेछ अरे, एकदम पुस्टाइरहेको छ अरे। के गरिरहेछ अरे, मोटिरहेको छ अरे। के हो, आत्मिक पुस्टाइरहेको छ। मोटिएपछि के हुन्छ, के गर्नु सक्छ भन्नुहोस् त, फुर्तिलो काम गर्नै सक्दैन अरे, लोसे हुन्छ होइन। अहिले यो समयहरूमा चाहिँ मण्डली चाहिँ के भइरहेछ अरे, अब्सेसिटी, एकदम मण्डली चाहिँ पुस्टाइरहेको छ अरे। के हो, किन पुस्ट्यो भन्दाखेरि चाहिँ ज्यादा खाएकोले गर्दाखेरि, के गर्दै गर्दाखेरि, ज्यादा खाएकोले गर्दाखेरि, काम चाहिँ छैन, खुवाइ चाहिँ कडा चाहिन्छ है, त्यसले गर्दाखेरि। अनि कामहरू एकदम जरुरी छ खाएपछि हाम्रो बडीलाई एक्सर्साइज गर्नुको लागि, फुर्तिलो बनाउनुको लागि। अनि मण्डलीहरू, कतिवटा मण्डलीहरू चाहिँ आज एकदम के भइरहेछ अरे, पुस्टाइरहेको छ अरे क्या मण्डलीहरू। अनि त्यो समयहरूभित्र हामी ज्यादा पुष्टिनु हुँदैन है, राम्रो होइन हेल्थको लागि ल। अनि यहाँ हामी पढौँ, प्रेरित 1 अध्यायको 1 देखिको पढ्दैछु बिस्तारै। प्रिय थियोफिलस, येशूले गर्न र सिकाउन थाल्नु भएको सबै कुराका विषयमा मेरो पहिलो पुस्तकमा मैले लेखेको छु। आफैले छान्नुभएका प्रेरितहरूलाई येशूले पवित्र आत्माद्वारा आज्ञा दिनुभएपछि उहाँ स्वर्गमा उचाली लगिनु भएको दिनसम्मको सबै कुरा त्यस पुस्तकमा लेखिएका छन्। आफ्नो दुःख भोगपछि धेरै अकाट्य प्रमाणद्वारा तिनीहरूका सम्मुख उहाँले आफैलाई जीवित प्रस्तुत गर्नुभयो। 40 दिनसम्म उहाँ तिनीहरू कहाँ देखा पर्नुभयो अनि परमेश्वरका राज्यको विषयमा तिनीहरूलाई बताउनु भयो। तिनीहरूसँग भोजनमा बस्नुहुँदा उहाँले तिनीहरूलाई यस्तो आदेश दिनुभयो, तिमीहरू यरुसलेमबाट कतै नजाऊ, तर पिताले गर्नुभएको प्रतिज्ञाको प्रतीक्षा गर। यसबारे तिमीहरूले मबाट सुनिसकेका छौ, किनभने यूहन्नाले त पानीले बप्तिस्मा दिए, तर अबका थोरै दिनमा पवित्र आत्मामा तिमीहरूको बप्तिस्मा हुनेछ। यसकारण जब प्रेरितहरू भेला भए तब तिनीहरूले उहाँलाई सोधे, हे प्रभु, के तपाईँले इजरायल राज्यको पुनर्स्थापन गरिदिनुहुनेछ? प्रश्न गर्छ। 7 पद, उहाँले तिनीहरूलाई भन्नुभयो, पिताले आफ्नो अधिकारद्वारा तोक्नु भएको बेला वा समय जान्ने तिमीहरूको काम होइन, तर पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले शक्ति पाउनेछौ र तिमीहरू यरुसलेममा, सारा यहुदियामा, सामरियामा र पृथ्वीका अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ। साक्षीहरू है, यो चाहिँ खासमा है त नेपाली संशोधनमा त साक्षी भएको छ, अङ्ग्रेजी बाइबलले चाहिँ विटनेसेस भनेको छ। विटनेस खालि भनेको छैन है त ल, यो चाहिँ साक्षी छ, साक्षीहरू हो खासैमा चाहिँ। तपाईँको बाइबलमा के छ? 8 पदमा साक्षी छ है। ओके, यो चाहिँ साक्षीहरू हो खासमा चाहिँ ल। उहाँले यो कुरा भन्नुभएपछि तिनीहरूले हेर्दा हेर्दै उहाँ उँभो उचालिनु भयो। को यो उहाँ? प्रभु यीशु उचालिनु भयो र बादलमा उहाँ तिनीहरू कहाँ दृष्टिबाट लोप हुनुभयो
जब तिनीहरूले उहाँ जाँदै गर्नुभएको एकटक आकाशतिर हेरिरहेका थिए, तब अचानक सेतो पोसाक लगाएका 2 जना मानिस तिनीहरूका नजिक खडा भए। तिनीहरूले भने, गालिलका मानिस हो, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ? यही येशू जो तिमीहरूबाट स्वर्गमा लगिनुभयो, अहिले जसरी तिमीहरूले उहाँलाई स्वर्गमा जानुभएको देख्यौ, त्यसरी नै उहाँ फेरि आउनु हुनेछ। आमेन। त्यही प्रभुको आगमनको बारेमा, प्रभुको स्वर्गीय रहन र प्रभुको आगमनको बारेमा भनेको छ। अनि यहाँ चाहिँ लेखकले चाहिँ अब के बताउन चाहेको भन्दाखेरि, प्रेरित 1 को 8 मा चाहिँ म विशेष गरेर यसमा सम्बोधन गर्न चाहन्छु। एड्रेस चाहिँ म यो कुरालाई गर्न चाहन्छु कि साक्षी हुने कुरालाई नै तपाईँ अनि म, हामी मण्डलीलाई चाहिँ परमेश्वरले के गर्नको लागि बोलाउनु भएको छ? यहाँ साक्षी हुनको लागि बोलाउनु भएको छ है। हामी सबै मण्डलीलाई है, सबै मण्डली, हामी सबै एक एकजना हामी चर्च भएकोले गर्दाखेरि हामीलाई के गर्नको लागि बोलाउनु भएको छ? प्रभुले साक्षी हुनको लागि बोलाउनु भएको छ। अनि यो किताब कसले लेखेको? प्रेरितको किताब भन्दाखेरि चाहिँ लुकाले लेखेको। कसले लेखेको अरे? लुकाले लेखेको। अब लुकाले चाहिँ यहाँ अगाडि 1 र 2 पदमा के भन्दैछ भन्दाखेरि चाहिँ लुकाले के बताउँदैछ भन्दाखेरि चाहिँ मैले अगाडिको मेरो अर्को किताबमा मैले यीशुको बारेमा लेखेको छु भन्ने कुरा त्यहाँ लेखकले बताउँदैछ। कसलाई भन्दाखेरि चाहिँ थियोफिलस भन्ने एउटा त्यहाँ, अब थियोफिलस को थिए भनेर चाहिँ एक्ज्याक्टली थाहा चाहिँ छैन। तर बाइबल विद्वानहरूले के विश्वास गर्छ भन्दाखेरि बाइबल चाहिँ ग्रिक भाषामा लेखेको कारणले गर्दाखेरि, अरिजिनल बाइबल किसमा लेखेको अरे? ग्रिक भाषामा लेखेको कारणले गर्दाखेरि थियोफिलसको अर्थ ग्रिक भाषामा चाहिँ के हुन्छ भन्दा के हुँदो रहेछ भन्दाखेरि चाहिँ मित्र भन्नुहोस् त, परमेश्वरको प्रेमी हुँदो रहेछ थियोफिलस भनेको। अथवा अर्को चाहिँ के पनि हुँदो रहेछ भन्दाखेरि परमेश्वरको मित्र, परमेश्वरमा मित्र होइन है थियोफिलस भनेको। अनि लुकामा पनि यो कुराहरूलाई सम्बोधन गरेको छ। लुकाको सुसमाचार र प्रेरितको किताब चाहिँ कसले लेखेको अरे? लुकाले लेखेको है। लुका को थिए भन्दाखेरि लुकालाई कलोसी अध्यायमा पावलले के भनेको भन्दाखेरि मेरो घनिष्ठ मित्र पनि भनेको छ, डक्टर पनि भनेको छ लुकालाई होइन। लुका एउटा वैद पनि हुन्छ, अनि लुका को पनि हुन्छ पावलको मित्र हुन्छ, जो चाहिँ दोस्रो तिमोथी हामीले अस्ति नै पढ्दै थियौँ 4 अध्यायमा हामीले के पाउँछ भन्दाखेरि चाहिँ जेलमा, रोमको जेलमा हुँदाखेरि चाहिँ केवल पावलसँग चाहिँ एकजना चेलाहरू मात्रै को पनि थिए अरे भन्दाखेरि चाहिँ लुका पनि थियो भनेर भनेको छ। उसको कष्टमा होइन, उसको सफरिङमा चाहिँ लुका पनि थियो भनेर हामी त्यहाँ तिमोथीको किताब पढ्न पाउँछौँ। लुकाको बारेमा मैले अलिकति बताउँदैछु है। अनि यहाँ थियोफिलस भन्दैछ। थियोफिलस चाहिँ अब लुका आफै पनि ग्रिक, आफै पनि अन्य जाति भएको कारणले गर्दाखेरि ऊ यहुदी होइन, लुकाको होइन अरे। त्यो समयमा पनि तपाईँले बाइबलमा प्रेरित अध्यायमा 2 अध्यायमा तपाईँले पढ्नु भयो भने त्यो समयमा पनि मानिसहरू के गर्थे भन्दाखेरि चाहिँ उनीहरूले आफ्नो धर्म छोडेर यहुदी धर्मलाई अपनाउने गर्थे। त्यो समय पनि छ है यहुदी। अनि बाइबलमा हामीले हेरेर यहुदी धर्म सबभन्दा पुरानो धर्म हो यहुदी धर्म। अनि बाहिरको मान्छेले, कति मान्छेले यहुदी धर्महरूलाई के गर्थे? यहुदीहरूको सबै कुरालाई एडप्ट गरेर उनीहरूले गरेको त अहिले हामीले क्रिस्चियन प्रभुलाई विश्वास गरेर भएको जस्तै उनीहरूले त्यो समयमा गर्थे। अनि लुका पनि तीमध्येको एक थिए। अनि लुकाले चाहिँ आफै ग्रिक भएकोले गर्दाखेरि, अन्य जाति भएकोले गर्दाखेरि लुका एउटा चेला पनि थिए। चेला कुन चाहिँ चेला थिए भन्दाखेरि ऊ 70 चेलामा आउँथे भनेर धेरै विद्वानहरूले विश्वास गर्छ। अनि 70 चेलामा लुका पनि आउँथे। उनै लुकाले चाहिँ यहाँ सुरु केबाट गर्दैछ भन्दाखेरि चाहिँ थियोफिलस भन्ने शब्दबाट सुरु गर्दैछ। थियोफिलस परमेश्वरको मित्र अथवा प्रेमिलो मित्र भनेर भन्दैछ। उसको आफ्नै साथी थियो कि कि त अब त्यो रोमन्सहरूको कुनै अफिसियल थियो कि भन्ने खालको अब त्यो कुराहरू चाहिँ पक्का छैन। तर ऊ त्यो एउटा मित्र चाहिँ थियो, थियोफिलसबाट सुरु गरेको छ। अनि उसले पुरानो कुराहरूलाई त्यहाँ सुसमाचार लुकामा लेखेको कुराहरू बताउँदै पवित्र आत्माको कुराहरू सुरु गरेको छ। अनि उहाँले लुकाले प्रभु यीशुको पुनरुत्थानको बारेमा, प्रमाणको बारेमा यहाँ लेखेको कुराहरू पाउँछ। प्रेरितको किताबलाई पवित्र आत्माको काम भनेर पनि भन्छ है। अनि हामीले यो किताबमा हेऱ्यौँ भने चाहिँ पहिलो मण्डली स्थापना भएको कुरा चाहिँ हामी प्रेरितको किताबमा पाउँछौँ। आमेन। कहाँ पाउँछौँ अरे? प्रेरितहरूको किताबमा पाउँछौँ। म तपाईँलाई उत्साह गर्छु प्रेरितहरूको किताब बार तपाईँले पढ्नुहोस्। अनि हामी के देख्छौँ भन्दाखेरि के बताएको छ भन्दाखेरि चाहिँ लुकाले कि प्रभु यीशु उहाँ पुनरुत्थान भइसकेपछि चाहिँ 40 दिनसम्म चेलाहरूसँग बसेको कुराहरू हामी त्यहाँ लुकाले बताएको छैन है। बाइबल खुदै पनि अब एउटा साक्षी हो, हामी यसलाई विश्वास गर्छौँ भने होइन, विटनेस हो। अनि अब साक्षी होइन, विटनेस र
टेस्टिफाई दिनु भन्ने कुरा अर्को गवाई भनेर भन्छौँ नि हामी होइन। कतिचोटि गवाई भनेको सुनेको छौँ, सायद तपाईँहरूको अर्को बाइबलमा संशोधन, अर्को बाइबलमा बिएसआईमा गवाई हुनेछ भनेर पनि लेखेको छ। तर यो अलिकति एउटा सम्बन्धित छ यो कुराहरू, विटनेस र टेस्टिफाईको कुराहरू, तर यो अलग अलग हो। तपाईँले जुन भन्दाखेरि एउटै सुन्छ, साक्षी र गवाई अलग अलग कुरा है। साक्षी भनेको चाहिँ देख्ने कुरा, अनि जब त्यो मान्छेले चाहिँ देखेको कुरालाई चाहिँ बोल्छ, भनिदिन्छ, त्यसलाई चाहिँ विटनेस भन्छ। साक्षी भने चाहिँ के हो भन्दाखेरि साक्षी चाहिँ एउटा मान्छे हो जसले चाहिँ देखेको हुन्छ, सुनेको हुन्छ होइन, सबै कुराहरू हेरेको हुन्छ, अनि त्यसलाई बताइदिनु चाहिँ त्यसलाई चाहिँ गवाई भन्छ होइन। साक्षी र गवाईको बारेमा मैले अलिकति भिन्न तपाईँहरूलाई बताइदिँदैछु। साक्षी भने चाहिँ के अरे, एउटा व्यक्ति जसले देख्छ, सुन्छ, अनुभव गर्छ कुनै पनि कुरा, जस्तै एक्सिडेन्ट, कसैले एक्सिडेन्ट भएको देखेर, कसैले मारेको देखेर ऊ चाहिँ अब त्यो मान्छे देखे, तर उसले बताएन भने उसले त्यो गवाई दिएको होइन। साक्षी र गवाई चाहिँ त्यसरी चिन्छ, सम्बन्धित छ तर अलग अलग हो। किनभने मैले यो किन यो बताउँदैछु भन्दाखेरि चाहिँ हाम्रो कतिवटा बाइबलमा, तपाईँको बाइबलमा गवाई लेखेको होला, त्यो भनेर। गवाई चाहिँ के हो भन्दाखेरि चाहिँ गवाई चाहिँ बताइदिनु हो, देखेको कुरालाई बताइदिनु चाहिँ गवाई हो, विटनेसेस होइन, टेस्टिफाई। अनि त्यो भएर यहाँ यो कुराहरू पनि छ, हामीले यो कुरालाई मजाले बुझिरहेको हुनुपर्छ। अनि हामीलाई थाहा छ, यहाँ हामीले पढिरहेका थियौँ कि 40 दिनसम्ममा देखा पर्नु भएको कुराहरू छ। विशेष म तपाईँलाई यहाँ सम्बोधन के गर्न चाहन्छु भन्दाखेरि चाहिँ हाम्रो आज वचनको विषय नै यो छ, परमेश्वरको राज्यको निम्ति के हुनु अरे, साक्षीहरू हुनु भन्ने विषयमा हामी हेर्दैछौँ। अनि यहाँ 1:8 तपाईँले 4देखिको 8 पदसम्म हामीले हेऱ्यो भने यहाँ पवित्र आत्मा कुराहरू पाउँछौँ होइन। 4 पदमा लुकाले के भन्दछ पीडितहरूमा, त्यो चाहिँ पीडितहरूलाई भन्दाखेरि चाहिँ तिमीहरूसँग प्रभु भोजमा लास्ट नाइट त्यो लास्ट लर्ड सपर गर्दाखेरि प्रभुले भन्नुभएको कुराहरूलाई तिमीहरूलाई जे प्रतीक्षा गरेछ त्यसको बारेमा त्यहाँ बताइरहेको रहेछ। लुका 24 अध्यायमा भनेको कुरा हामी त्यहाँ पाउँछौँ। 49 पदतिर लेखेको छ, तिमीहरू यहीँ बस्नु है, प्रतीक्षा गर्नु है, मेरो गइसकेपछि, म स्वर्गीयरोहण भइसकेपछि तिमीहरू चाहिँ यहीँ बस्नु है भनेर त्यहाँ बताएको कुराहरू हामी त्यहाँ पाउँछौँ। अरे त्यही कुराहरू पुरा गरेको हामी यहाँ देख्छौँ, त्यही कुराहरू पुरा भएको। अनि यो कति बेला भएको छ भन्दा यो चाहिँ जैतुनको पहाडमा भएको। यति बेला चाहिँ स्वर्गीयरोहण हुन आँटेको छ प्रभु यीशुको। के हुन आँटेको छ अरे, स्वर्गीयरोहण हुन आँटेको छ। प्रभु स्वर्गीय जाँदै गरेको यहाँ गवाई छ है, बाइबलले बताउँदैछ। प्रभुलाई मजाले उकालो जाँदै गरेको देखेको पनि छ चेलाहरूले, साक्षी उनीहरू त्यहाँ छ। त्यही कुराहरू चाहिँ यहाँ गवाई दिएर बताएको कुराहरू हामी त्यहाँ पाउँछौँ। अनि साक्षी हुनुको लागि चाहिँ नि तपाईँले हाम्रो जीवनमा साक्षी हुनुको लागि चाहिँ हामीलाई यहाँ चाहिँ के छ भन्दाखेरि चाहिँ कुरा चाहिँ के कुरालाई जोड दिएको छ भन्दाखेरि चाहिँ पवित्र आत्माको कुरालाई दिएको छ। के दिएको छ अरे, कसलाई अरे, पवित्र आत्मा भन्नुहोस् त। धेरैजना अब यो कुराहरूमा, पवित्र आत्मा प्रभुको कुराहरूमा धेरैजना अब कन्सियसै छैन, इभन मण्डली कन्सियसै छैन। इभन हामी आफै पनि कोही बेला च्यालेन्ज हुन्छ, चुनौती हुन्छ कि हामी प्रार्थनामा टाइम बिताउँदैनौँ होइन, थुप्रै कुराहरू हुन्छ, चुनौती, वचनमा बस्दैनौँ होइन, पवित्र आत्माको कुराहरूलाई पवित्र आत्माले गर्नुहुने कुराहरूलाई हामी बुझ्दैनौँ। अनि त्यो नहुँदाखेरि चाहिँ धेरैचोटि हामी साक्षी हुने कुराहरूमा हामी चुकेका छौँ। तर बाइबलमा सुरुदेखिको अन्तसम्म नै पवित्र आत्मा प्रभुको बारेमा पनि लेखेको छ। अनि आजको वचनमा पनि पवित्र आत्माको भूमिका एकदम जरुरी छ तपाईँले हाम्रो जीवनमा। साक्षी हुनुको लागि चाहिँ हामीलाई को चाहिन्छ? नम्बर 1 पवित्र आत्मा प्रभुको उपस्थिति भरिपूर्ण हुनु एकदम जरुरी छ हामीलाई। को चाहिन्छ अरे? 1 अध्यायको 8 पद पढौँ न सबैजनाले। 1 2 3। तर पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले शक्ति पाउनेछौ। हेर्नुहोस् त, को आएपछि अरे? पवित्र आत्मा पाएपछि। 4 र 5 पदलाई तपाईँले हेऱ्यो भने नि हामी यहाँ जब हेर्छौँ नि, यहाँ के छ? यूहन्नाले पानीले बप्तिस्मा दिए भन्ने कुरा त्यहाँ सुरु भएको छ। तर अबको थोरै दिनमा पवित्र आत्मामा तिमीहरूको बप्तिस्मा हुनेछ भनेर हामी सुसमाचारको किताबमा पढ्छौँ। लुकामा यो किताबहरूले, लुकामा पनि लुकाले यो कुराहरू लेखेको कारणले गर्दा प्रेरितमा यो कुरालाई दोहोऱ्याउँदैछ, रिपिटेड भएको कुराहरू यहाँ छ। अनि हामी हाम्रो जीवनमा नि हामीले खेलाइँची गरेको कुराहरू नै कतिवटा
हाम्रो जीवनमा खेलाइँची गरेको ठाउँ एउटा चाहिँ पवित्र आत्मा प्रभुसँगको सम्बन्धमा। परमेश्वरले यूहन्ना 15 भने मसँग जोडिरह भनेर भन्नुभएको छ। कसरी जोडिने? जोड्ने काम चाहिँ कसरी यसरी भन्छ? पवित्र आत्मा प्रभुले गर्नुहुन्छ। आमेन। कसले गर्नुहुन्छ अरे? पवित्र आत्मा प्रभुले गर्नुहुन्छ। अनि यहाँ हामी देख्छौँ कि अलिकति तल हामीलाई आएर देख्छौँ 6 पदमा भन्छ चेलाहरूलाई त्यो टाइममा चाहिँ रोमन्सहरूले, रोमको साम्राज्यहरूले चाहिँ त्यति बेला के गरिरहेछ? दबदबाउ गरिरहेका थिए। त्यति बेला के भन्छ भन्दाखेरि त्यो चेलाहरूले प्रभुलाई के भन्छ भन्दा के तपाईँले इजरायलको पुनर्स्थापन गर्नुहुन्छ भनेर यहाँ भन्दै गरेको कुरा हामी त्यहाँ पाउँछौँ। त्यति बेला हकारेको चेलाहरूलाई उहाँले तिनीहरूलाई भन्नुभयो पिताले आफ्नो अधिकारद्वारा तोक्नु भएको बेला वा समय जान्ने तिमीहरूको काम होइन। यो टाइममा चाहिँ रोमीहरूले चाहिँ इजरायललाई के गरिरहेको थियो? कन्क्वेस्ट गरिरहेको थियो भनौँ न। त्यो समयमा चाहिँ सरकार चाहिँ कसको थियो? इजरायलमा रोमिन्सहरूले चाहिँ त्यति बेला दबदबाउ गरिरहेको थियो। इन्डियालाई ब्रिटिसहरूले, अङ्ग्रेजहरूले गरेको जस्तै त्यो समयमा चाहिँ रोमीहरूले, उहिलेको समयहरूमा चाहिँ कसले गर्दैछ? रोमीहरूले गर्थे त्यो समयमा चाहिँ, होइन। अनि यहाँ चाहिँ त्यही बारेमा त्यो कुराहरूबाट छुटकारा तपाईँले दिएर के इजरायलको राज्य स्थापना अब गर्नुहुन्छ कि हामी अब रोमीहरूको अधीनमा हामी बस्नु पर्दैन भन्ने प्रश्नहरू त्यहाँ गर्दैछ। चेलाहरूले त्यति बेला प्रभुले भन्नुभएको छ त्यो अहिले नै तिमीहरूको अधिकार होइन भन्ने कुराहरू, बेला समय सबै कुराहरूको परमेश्वर पिताले नै जान्नुहुन्छ भन्ने कुराहरू छ। तर अहिले चाहिँ के समय अरे? तिमीहरूको पवित्र आत्माबाट शक्ति पाउने चाहिँ त्यति बेला भन्दैछ कि समय हो। पवित्र आत्मा तिमीहरू आउनुपर्छ। यो प्रेरितको किताब चाहिँ कसलाई लेखेको रहेछ खासमा भन्दाखेरि चाहिँ थियोफिलसलाई लेखेको। कसलाई लेखेको अरे? लुकाको साथीलाई लेखेको। कसको साथीलाई अरे? लुकाको साथी थियोफिलसलाई लेख्दैछ यो किताब चाहिँ। खास ओरिजिनल त्यहाँ अडियन्स रिसिभर खास वचन चाहिँ यो वचन चाहिँ थियोफिलसलाई लेखेको। तर त्यो वचन हाम्रो लागि पनि हो आज। आमेन। नै सिधै यो वचन हाम्रो लागि भने सिधै पहिला यो वचन कसको लागि अरे? थियोफिलसलाई लेखेको लुकाले। अनि हामी यहाँ हेर्छौँ कि पवित्र आत्मा तिमीहरूमा आउनु भएछ तिमीहरूले शक्ति पाउनुहोस् भन्ने कुरा छ। त्यहाँदेखि ओह्रालो उचालिनु भएको कुराहरू छ। बादलमा लोप भएको कुराहरू छ। दृष्टिबाट 2 जना मानिसहरू भनेको छ, होइन। यो 2 जना मानिस भने चाहिँ स्वर्गीयदूत भनेको छैन त्यहाँ। 2 जना मानिस भनेको छ। स्वर्गीयदूतलाई स्वर्गीयदूतै भनेको छ, मानिसलाई मानिस भनेको छ। अनि कतिजनाले अब विश्वास गर्छ 2 जना मानिस मोसा हुनसक्छ, 1 जना, अथवा 1 जना एलिया हुनसक्छ, 1 जना हनोक हुनसक्छ भन्ने आफ्नो आफ्नो विश्वास छ। अनि यो चाहिँ त्यो समय भएको थियो जब चाहिँ उचालिनु न स्वर्गीय रहनु भएको थियो त्यति बेला लेखेको। यो चाहिँ कहाँ भएको थियो? यो स्पोर्ट चाहिँ कहाँ थियो त्यो ठाउँ भन्दाखेरि चाहिँ जैतुनको डाँडामा थियो। कहाँ थियो अरे? जैतुनको डाँडामा थियो। यूहन्ना 21 अध्यायमा हामी जान्छौँ भने नि प्रेरित 1 अध्यायको अगाडिपट्टि चाहिँ यूहन्ना 21 अध्याय छ। यूहन्ना 21 अध्यायमा चाहिँ के छ भन्दाखेरि चाहिँ त्यहाँ चाहिँ पत्रुसहरू प्रभु यीशुसँग अब प्रभु यीशु मरिसकेपछि उहाँ पुनरुत्थान नहुँदाखेरि के भएको छ त्यहाँ चाहिँ फेरि पनि आफ्नो प्रोफेसनमा फर्केको कुराहरू हामी त्यहाँ पाउँछौँ। 21 अध्यायमा यूहन्ना 21 अध्याय बाइबल त्यसरी पढ्नुपर्छ। 21 अध्याय टक्कै पढ्दाखेरि चाहिँ के छ भन्दाखेरि चाहिँ त्यहाँ पत्रुस फेरि पनि माछाको यसमा गएको छ। माछा मार्नु है उसको आफ्नो काममा फेरि पनि गएको छ। यद्यपि परमेश्वरले उसलाई के भनेको तैँले माछा होइन अब मानिसहरू पक्रिनेछस् भनेको छ, तथापि ऊ फेरि पनि माछाको त्यहाँ लागेको कुराहरू हामी त्यहाँ देख्छौँ 21 अध्यायमा। अनि त्यहाँ के भएको छ भन्दाखेरि चाहिँ 21 अध्यायमा चाहिँ पत्रुसलाई मौका दिएको कुराहरू छ। फेरि पनि 3 पल्ट प्रभुले सोध्नु भएको कुराहरू छ पत्रुसलाई फर्केको कुराहरू। अनि प्रभु यीशुले त्यो समयमा 40 दिन जब उहाँ स्वर्गीयमा लानुभन्दा अगाडि चाहिँ उहाँले के गर्नुहुन्थ्यो भन्दाखेरि चेलाहरूसँग उहाँ देखा परेको कुराहरू छ। हामी त्यो कुराहरू हामी त्यहाँ देख्छौँ। अनि 1 अध्यायमा हामी प्रेरित अध्यायको 1 अध्यायमा हुँदै गर्दाखेरि चाहिँ यहाँ बताएको छ 40 दिनसम्म चाहिँ उहाँ चाहिँ चेलाहरू कहाँ देखा पर्नु भयो भनेर बनेको छ। अनि परमेश्वरको राज्यको बारेमा बताउनु भएको कुराहरू छ। हेर्नु है, तपाईँ अनि म नि हामी, मैले तपाईँ भन्दैछु है पहिल्यै, हामी परमेश्वरको साक्षी हुनलाई प्रभुले बोलाउनु भएको छ। के हुनको लागि अरे? आफ्नो आफ्नो ठाउँमा परमेश्वरको साक्षी हुनलाई हामीलाई के गर्नु भएको छ? प्रभुले बोलाउनु भएको छ। अनि यो साक्षी यो गवाही चाहिँ हामी तब हुन सक्छौँ जब हामी के हुन्छौँ अरे? पवित्र आत्मा प्रभुसँग, पवित्र आत्मा प्रभुले भरेको हुन्छ। त्यही भएर त हामीलाई
हामी हाम्रो बारेमा कतिजना मान्छेले यस्तो नराम्रो कुराहरू भनेको पनि हामी सुन्छौँ। किन सुन्छौँ भन्दाखेरि चाहिँ हाम्रो पवित्र आत्मासँगको घनिष्ठता, सङ्गति, उपस्थिति बढिने कुराहरू एकदम हाम्रो के छ, कम्ती भएकोले गर्दाखेरि हाम्रो किन चाहिँ हाम्रो समाजमा, हाम्रो परिवारमा किन हाम्रो गवाई, हाम्रो छिमेकीको अगाडि हाम्रो गवाई किन चाहिँ राम्रो छैन भन्दाखेरि चाहिँ के हो कारण? एउटा नम्बर 1 पवित्र आत्मा बाटाको शक्ति हामीले पाएको छैनौँ। हेर्नु है, बाइबलले भनेअनुसार विश्वास जब हामी गर्छौँ, पश्चाताप गरेर जब हामी प्रभु यीशुलाई विश्वास गर्छौँ पिता पुत्र पवित्र आत्मामा, त्यति नै बेला पवित्र आत्मा प्रभु हाम्रो लागि दिइन्छ, त्यति नै बेला हामीलाई दिन्छ। अनि यहाँ बप्तिस्मा 2टा बप्तिस्माको बारेमा 5 अध्यायमा छ। एउटा पानीको बप्तिस्माको कुरा छ अनि अर्को चाहिँ पवित्र आत्माको बारेमा बप्तिस्मा गर्ने कुराहरू छ। हो कि होइन भन्नु त? यहाँ 5 अध्यायमा यूहन्नाले दिएको पानीको बप्तिस्माको बारेमा चाहिँ एउटा हामीले लिनै पर्छ, अर्को चाहिँ पवित्र आत्मा प्रभुको पवित्र आत्माबाटको बप्तिस्मा भन्छ, जो चाहिँ आगोको बप्तिस्मा। अनि यो एक्सपिरियन्स चाहिँ पहिलो शताब्दीको फर्स्ट त्यो समयको मण्डलीको चेलाहरूले अनुभव गरेको छ। त्यही साक्षी चाहिँ प्रभुले यहाँ बताउँदैछ। अनि हामी यहाँ देख्छौँ कि जब तिमीहरू पवित्र आत्मा तिमीहरूमा आउँछ, तिमीहरूले के पाउँछ भने शक्ति पाउँछ। जब परमेश्वरको आत्मा हामीमा हुन्छ तब हामी शक्ति पाउँछ। तब हामी पहिलो कहाँ भनेको छ? यरुसलेममा, यहुदियामा, सामरिया र पृथ्वीको अन्तिम छेउसम्म मेरो साक्षी हुनेछौ भनेर भनेको छ। यरुसलेम, अब यरुसलेमले चाहिँ आफ्नै ठाउँलाई बताउँछ, आफ्नै क्षेत्र, आफ्नै भूभागलाई बताउँछ। यहुदियाले चाहिँ अन्य ठाउँलाई बताउँछ, सामरियाले बाहिर अर्को ठाउँलाई बताउँछ, पृथ्वीको अन्त अनलिमिटेड हरेक ठाउँलाई बताउँछ, किनार समय। अनि यहाँ हामीले पढ्न पाउँछौँ कि यरुसलेममा, सारा यहुदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरो साक्षी तिमीहरू हुनेछ भनेर भन्दैछ नि। यो साक्षी चाहिँ कति बेला भएको छ भन्दाखेरि चाहिँ चेलाहरू प्रेरित किताब पढ्ने कति बेला भएको हेर्नुहोस् त। 2 अध्यायलाई जब हामी हेर्छौँ नि, 1 अध्यायको यो 11 सकेपछि अरू हामी 12देखिको पढ्दै पढ्दै गएपछि जब उनीहरूलाई भनेको छ प्रभु यीशुले स्वर्गीयरोहण हुनुभन्दा अगाडि तिमीहरू यही ठाउँमा बसिरहौ है, अनि तिमीहरूले प्रतीक्षा गर, प्रतिज्ञा गरेको आत्मा पर्ख, तिमीहरूले जब माथिबाट आउँदैन नि तबसम्म तिमीले यही ठाउँमा बसै भनेर भनेको छ नि। त्यति बेला उनीहरूले त्यो कुरालाई पालन गरेको छ। पालन गरेर माथिल्लो तलामा उनीहरूले प्रार्थना गरिरहेको छ। झन्डै प्रार्थना गर्नेमा 120 जना छ भनेर भनेको छ। अनि उनीहरूले त्यसरी प्रार्थना गर्दै गर्दाखेरि चाहिँ के भएको छ भन्दाखेरि जसै 40 दिन पेन्टिकोसको दिन आउँछ, पेन्टिकोसको दिन आउँछ नि, त्यति बेला चाहिँ के आएको छ? प्रतिज्ञाको आत्मा अथवा पवित्र आत्माको कुराहरू छ। हो, अनि जस्तै पवित्र आत्माको छ त्यहाँदेखि चाहिँ यिनीहरू के भएको छ? साक्षी भएको छ। के भएको छ अरे? 2 अध्यायको कुरा गरेको, 2 अध्याय पढेको छैनौँ हामीले। 2 अध्यायमा आएर चाहिँ यो साक्षी प्रेरितको 8 चाहिँ 2 अध्यायदेखिको उता पुरा भएको कुराहरू हामी त्यहाँ पाउँछौँ। कति बेला भन्दाखेरि जस्तै पवित्र आत्मा आएर उनीहरूमाथि जिब्रा जस्तै, आगोको जिब्रा जस्तै आएर चाहिँ उनीहरूमाथि बस्छ, त्यहाँदेखिको चाहिँ साक्षी भएको छ उनीहरू। के भएको छ अरे? साक्षी। हेर्नुहोस् है, पवित्र आत्मा बिना हामी साक्षी हुन सक्दैनौँ। तपाईँ म जति नै कोसिस गरे पनि हुँदैनौँ। हामीलाई पवित्र आत्मा चाहिन्छै चाहिन्छ। के चाहिन्छ अरे? पवित्र आत्मा प्रभु हामीलाई चाहिन्छै चाहिन्छ। उहाँ चाहिँ शक्ति हुनुहुन्छ, परमेश्वरको शक्ति हुनुहुन्छ, डुनामिस हुनुहुन्छ। अनि यो साक्षीलाई चाहिँ अङ्ग्रेजी भाषामा चाहिँ मार्टियर भनेर भनेको छ। मार्टियर हेर्नुहोस् है, मार्टियर हो। अनि यो ओरिजिनल यो बाइबलमा चाहिँ ग्रिक भाषाले चाहिँ यसलाई चाहिँ मार्टियर भन्ने शब्दलाई नै प्रयोग गरिएको छ। मार्टिर्स भन्ने शब्दलाई, जसको मतलब चाहिँ हो शहीद। के अरे? शहीद भन्नुहोस् त। शहीद भन्ने बारेमा लेखेको कुराहरू हामी त्यहाँ पाउँछौँ। यो मार्टियर भन्ने शब्द लेखेको छ। साक्षी हुनु भनेको चाहिँ त्यो हो। यदि हामी शहीद हुनु पर्यो तापनि हामी ख्रिस्टको लागि हुनु पर्यो, त्यो भन्दैछ। त्यो साक्षीको बारेमा यहाँ बताउँदैछ। यदि कसैले हामीलाई यीशुको लागि हामीलाई मार्छ भने पनि हामी के हुनु पर्यो? रेडी हुनुपर्छ। साक्षी, त्यो साक्षीको बारेमा यहाँ बताउँदैछ। हामी कतिजना छौँ? यदि हामीलाई तरवारले आज तँलाई मार्छु भनेर कोही आयो भने भाग्छौँ नि एकताल त हामी, कि जान्छौँ अगाडि छाती पुल्लाएर? जाँदिम्न। तर परमेश्वरको आत्मा हामीमा छ भने यदि त्यो मान्छेले के गर्छ भने हामी अझै ज्यादा प्रार्थनामा जान्छौँ। हालेलुया।
1 अध्यायमा नै त्यहाँ लेखेको छ उनीहरूले एकदम ज्यादा प्रार्थना गरेर पर्खिरह्यो भनेको छ प्रतिज्ञाको कुरालाई, परमेश्वरको आत्मालाई, पवित्र आत्मालाई पर्खिरह्यो भनेको छ। निरन्तर उनीहरूले प्रार्थना गरिरह्यो भनेको छ एउटै ठाउँमा। अनि जब उनीहरू त्यो ठाउँमा चाहिँ पवित्र आत्मा आयो नि, त्यहाँदेखिको चाहिँ उनीहरूले शक्ति पाएपछि चाहिँ उनीहरूले चाहिँ पहिला के बोलेको छ, अन्य भाषा बोल्न थालेको छ। उनीहरूले आफ्नो भाषामा तिनीहरू बोलिरहेको कुराहरू त्यहाँ सुनेको कुराहरू हामी त्यहाँ पाउँछौँ। अनि त्यहाँ आएर मान्छेहरू 2 अध्यायमा हेर्नुहोस् है, जस्तो पवित्र आत्मा आएर जस्तो उनीहरूमाथि बास गरेको छ नि, उनीहरूभित्र भरेको छ नि, त्यस्तै त्यहाँ प्रार्थना गरेको आवाजहरू चाहिँ अरू मान्छेले पनि सुनेको कुराहरू हामी त्यहाँ पाउँछौँ। अरू मान्छेले सुनेर उनीहरू छक्कै परेको छ। अरे त्यहाँदेखिको ओह्रालो हामीले हेर्दै हेर्दै गयो भने भिडलाई पत्रुसले उपदेश दिएको छ। त्यही दिन चाहिँ पेन्टिकोस्टकै दिन चाहिँ 3 बजीको टाइममा भनेर भनेको छ। 3 अध्यायमा चाहिँ दिउँसो 3 बजीतिर चाहिँ सुन्दर भन्ने ढोकामा गएर के गरेको छ भन्दाखेरि चाहिँ लङ्गडा, कहिलेदेखिको लङ्गडा, झन्डै 40 वर्षको लङ्गडा हुन्छ, 40 वर्षभन्दा ज्यादा लङ्गडालाई चाहिँ निको पारेको छ यूहन्ना र पत्रुसले। कति बेला भयो त्यो घटना भन्दाखेरि चाहिँ जब तिनीहरू पवित्र आत्माले भरिए। हामी किन चाहिँ जाति पार्नु सक्दैनौँ मान्छेहरू? किन चाहिँ हामीले ज्वरोलाई पनि हामीले के गर्न सक्दैनौँ? जाति पार्न सक्दैनौँ? पवित्र आत्मा प्रभुले जबसम्म भर्नुहुन्न नि हामीलाई, हामी सक्दैनौँ। तपाईँ अनि मैले सक्दिनँ। त्यही भएर पवित्र आत्माको बारेमा यहाँ लेखेको छ। यो साक्षी चाहिँ यरुसलेम, यहुदिया, सामरिया अनि पृथ्वीको अन्तिम छेउसम्म भनेको छ नि। यरुसलेममा चाहिँ गवाही चाहिँ पत्रुसले गरेको छ। कसले गरेको छ अरे? पत्रुस र यूहन्ना यरुसलेममा उनीहरू साक्षी भएको छ। यहुदियामा पत्रुस पनि गएको छ, तपाईँले 9 अध्यायमा पढ्नुहुन्छ। जोप्पा भन्ने ठाउँमा पत्रुसले उठाएको कुराहरू छ, तबिताहरूलाई उठाएको कुराहरू छ। यो सबै जोप्पा भन्ने चाहिँ एउटा टाउन थियो। त्यो टाउन सहर थियो। कुन चाहिँ ठाउँको सहर थियो भन्दा चाहिँ यहुदियाको सहर थियो। यहुदियामा पत्रुसले काम गरेको छ। है साक्षी, तिमीहरू साक्षी हुन्छौ भनेको छ। पहिला यरुसलेममा सुन्दर ढोकाबाट सुरु भएको छ। मान्छेले अब अन्य भाषा बोलेको कुराहरू दिएको छ। अनि सुन्दर भन्ने ढोकामा चाहिँ 40 वर्षभन्दा ज्यादा कुन्जो भएको मान्छेलाई चाहिँ हिँड्ने बनाएको। त्यो चाहिँ एउटा नम्बर 1 त्यो एउटा काम गरेको छ उनीहरूले। अनि प्रभुले गर्नुभएको छ, पवित्र आत्मा प्रभुले गर्नुभएको छ उनीहरूको द्वारा। यहुदियामा पनि काम भएको छ त्यसरी नै। त्यहाँदेखि सामरियामा चाहिँ कसले गरेको छ त? साक्षी को चाहिँ दिएको छ त्यो ठाउँमा पुगेको भन्दाखेरि फिलिपले गरेको छ। कसले गरेको छ अरे? फिलिप चाहिँ सामरियामा पुगेको छ। हेर्नुहोस् है, प्रेरितकै घटना, प्रेरित किताबबाट भन्दैछु। अनि त्यहाँदेखिको त पृथ्वीको अन्तिम छेउसम्म चाहिँ को भएको छ भन्दाखेरि चाहिँ अरू चेलाहरू, एउटा चाहिँ पावल हो। अरे पावल भन्नुहोस् त, प्रेरित पावल हो। त्यहाँदेखि चाहिँ पृथ्वीको अन्तिमसम्म चाहिँ हेर्नुहोस् है, यो चाहिँ त्यो समयमा भएको घटना। अब त्यो समयमा भएको घटना इभन हामीले देख्छौँ इन्डियाको साउथमा को आएको भनेर भन्छ? थोमास आएको, प्रभुको चेला। हेर्नुहोस् है, पृथ्वीको अन्तिम छेउसम्म मेरो साक्षीहरू हुनेछ, होइन? यो कुराहरू छ। चेलाहरू चाहिँ प्रेरितको किताबबाट नै पुरा भएको छ। साक्षी हुने कुरा पुरा भएको छ। अनि साक्षी हुनु भनेको चाहिँ कम्प्रोमाइज नगर्नु हो संसारसँग, सम्झौता नगर्नु ठ्याक्कै संसारसँग। साक्षी हुनु भनेको चाहिँ आज म रक्सी खानेसँग बसिदिन्छु, चल्दैन त्यो कुराहरू, निस्किदिइहाल्नुहोस् हामी। कोही बेला अब त्यस्तै हुन्छ। त्यति बेला अब म त र पनि अब तपाईँहरूलाई एन्करेज गर्न चाहन्छु कि त्यस्तो माहौल छ भने त्यस्तो ठाउँमा हामी बस्नै हुँदैन। त्यस्तो माहौल छ भने हामी त्यस्तो बस्नै हुँदैन। कम्प्रोमाइज हामीले गर्नु हुँदैन है। सामसनले दलिलाको काखमा सुतेर उसले आनन्द मनाएको छ, उसको कपालै काटिदिएको छ। सम्झौता गरेको छ, उसले सम्झौता गरी पठाएको छ। के सम्झौता गरी पठाए? सामसनले भन्नुहुन्थेन मेरो कपालमा चाहिँ के छ? परमेश्वरले अभिषेक गर्नुभएको छ, मेरो त्यो रहस्य शक्ति चाहिँ त्यहाँ छ भनेको छ। तर उसले के गरेको छ? दलिलासँग कम्प्रोमाइज गरेको छ, सम्झौता गरेको छ। हेर्नुहोस् है, साक्षी हुन सकेन सामसन। साक्षी हुनु भनेको चाहिँ एकदम सफा बस्नु हो प्रभुको अगाडि। साक्षी हुनु भनेको चाहिँ हामीले अघि पढ्यौँ नि, साक्षीको खास अर्थ चाहिँ के अरे? मृत्यु अथवा शहीद हुनु। अनि उनीहरूले शहीद हुनुलाई रुचाए, साक्षी हुनुको लागि रुचाए। साक्षी भने चाहिँ त्यो हो है, साक्षी हुनुको रुचाए। उनीहरू मर्नुको लागि रेडी भयो, तर उनीहरूले कम्प्रोमाइज गरेन। त्यो साक्षी हुनुको लागि चाहिँ प्रभुले हामीलाई बोलाउँदैछ नि। त्यो हुनुको लागि चाहिँ पहिला हामी
चेला हामीले हुनुपर्छ। हामी चेला भएको हुनु एकदम जरुरी छ। तपाईँले म हामी विश्वासी नै भइरह्यो भने चाहिँ यही हो नक्सा, यो हो नक्सा। विश्वासीको नक्सा चाहिँ यो हो। विश्वासी चाहिँ यही कुराहरूमा भइरहन्छ हामी। तर हामीलाई परमेश्वरले चेला हुनको लागि बोलाउनु भएको। तपाईँले मलाई के हुनको लागि अरे? हामीलाई के हुनको लागि? चेला। चेला भन्नुहोस् त। चेला हुनको लागि प्रभुले हामीलाई तपाईँले मलाई बोलाउनु भएको, क्रुस उठाउनुको लागि बोलाउनु भएको। यो ठाउँ चाहिँ चर्च चाहिँ गुदाम हो, फ्याक्ट्री हो, जसले चाहिँ चेला बनाएर सेवकहरू खडा गरेर पठाउनु पर्ने यो चाहिँ ठाउँ हो। यो ठाउँ चाहिँ यो ठाउँबाट चाहिँ रेडी हुनुपर्छ। म सेवाकाई गर्न चाहन्छु, म सेवा गर्न चाहन्छु भनेर चाहिँ रेडी हुने ठाउँ हो यो ठाउँ, साक्षी हुनुको लागि। आमेन। यो ठाउँमा म सेवा गर्न चाहन्छु, यो जिज्ञासा हुनुपर्छ चेलाहरूमा चाहिँ। विश्वासी चाहिँ नाभा, विश्वासी खालि भइरह्यो भने चाहिँ यहीँ हो। यो श्रेयमा छ, यो श्रेणीमा, यो क्याटेगोरीमा छ भने चाहिँ ठिकै छ, नम्बर 1। अरूमा हो भने चाहिँ डरलाग्दो। विश्वासीहरू चेला हुनको लागि प्रभुले बनाउने, चेला मात्रै साक्षी हुन सक्छ। यदि हामी, म, तपाईँ, हामी प्रभुको चेला हो भने हामी साक्षी हुनको लागि रेडी हुन्छौँ। आमेन। हामीले प्रभुको गवाही बिगार्दैन। रोमी 2:24 यसरी भन्छ, अन्य जातिहरूको बिचमा चाहिँ परमेश्वरको नाउँ चाहिँ कोद्वारा निन्दित हुन्छ अरे? तिमीहरूद्वारा भनेर भनेको छ। कसलाई भनेको छ भन्दा यहुदीहरूलाई भन्दैछ। रोमी 2:24 मैले बताएँ। हेर्नुहोस् त, हामीलाई प्रभुले असल साक्षी हुनको लागि बताउनु भएको। कसैले दोस्रो कोरिन्थी 2:15 पढिदिनुहोस् न। 2:15 ल, 2:15 यसै पढौँ। दोस्रो कोरिन्थी 2:15। दोस्रो कोरिन्थी 2:15। किनकि उधार पाएकाहरू र नष्ट भइरहेकाहरूका माझमा पनि हामी परमेश्वरको निम्ति ख्रिस्टको सुवासना हौ। के हौ अरे? ख्रिस्टको सुवासना। हेर्नुहोस् त, साक्षी हुनेहरू चाहिँ सुवासना हुन्छ। थाहा छ, मेरोमा चर्च हिस्ट्री किताब त छैन, मेरोमा चर्च हिस्ट्री किताब यो छ ग्लोमसको। तपाईँहरू कतिजनासँग छ यो किताब? होइन, त्यहाँ चर्च हिस्ट्रीको किताब पनि छ, तपाईँहरूले पढ्नुहोस् होला। अनि त्यहाँ लेखेको छ एउटा घटना, पोलिकार्प भन्नेको बारेमा लेखेको छ, जो चाहिँ युहन्ना प्रभुको चेला युहन्ना जो पत्मोस टापुमा उहाँ भएको छ, उसको अन्तिम एउटा लिङ्क थियो, फाइनल लिङ्क, जो चाहिँ प्रभुको चेलाहरूसँग लिङ्क, फाइनल लिङ्क भएको एउटा व्यक्ति छ, जो चाहिँ जसको नाम चाहिँ के अरे? पोलिकार्प भनेर भन्छ। चेलाहरूको सेकेन्डमा बिसप हुन्छ, स्मरणा मण्डलीको बिसप हुन्छ। अनि स्मरणा मण्डली बाइबलमा पनि छ, त्यो मण्डलीको बिसप हुन्छ। त्यो समयमा पोलिकार्पलाई एउटा थ्रेटन आउँछ कि तैँले तेरो विश्वासलाई के गर, तैँले तेरो विश्वासको बारेमा तैँले ज्यादा प्रचार नगर भनेर उसलाई भन्छ। होइन, तेरो विश्वासलाई तैँले इन्कार गर भनेर उसलाई थुप्रै अब रोमन प्रोकन्सल्सहरूले त्यो टाइममा उसलाई धम्की आउँछ, उसलाई तैँले यीशु ख्रिस्टलाई डिनाइ गर भन्ने कुराहरू आउँछ। त्यति बेला पोलिकार्पको एउटा यो स्टेटमेन्ट, फेमस स्टेटमेन्ट के छ भन्दाखेरि चाहिँ 86 वर्ष 86 years have I served the Lord Jesus Christ। 86 वर्ष चाहिँ मैले प्रभु यीशुको सेवा गरेँ, एन्ड ही नेभर वान्ट्स रङ मी। अनि उहाँले कहिले पनि मलाई एकपल्ट पनि गलत ठहराउनु भएन कि म उसलाई डिनाइ गर्नु र भनेर उहाँले भनेको छ। यो चाहिँ एउटा फेमस कोट है पोलिकार्प भनेको। अनि उसलाई चाहिँ नि धम्काएको छ कि तिमी, तँलाई चाहिँ अब हामी मार्छौ भनेर, तँलाई अब हामी बिस्टहरूको ओडालमा हालिदिन्छौ भनेर उसलाई धम्की आउँछ, सिंहहरूको खोरतिर हालिदिन्छौ भनेर आउँछ। उसलाई केही फरक पर्दैन त्यो कुरा, उसलाई आगोले तँलाई जलाउँछु भनेर उसलाई थ्रेटन आउँछ, उसलाई केही फरक पर्दैन। हेर्नुहोस् है, केही फरक पर्दैन। उसले के भन्छ, एकछिन त्यो जल्ने आगोले जलाउँदा केही हुँदैन, तर त्यो कुरा, त्यो आगोसँग पो डराउनुपर्छ जुन आगोले चाहिँ कहिले पनि हामीलाई, जुन आगो चाहिँ कहिले पनि निप्दैन, त्यो आगोसँग डराउनुपर्छ भनेर उसले भन्छ। लास्टमा गएर उसलाई खम्बामा राखेर चाहिँ पोलिकार्पलाई चाहिँ बाँधेर चाहिँ उसलाई आगो लगाइदिएको छ। आगो लगाइदिएर चाहिँ उसलाई जलाइदिएको छ। र जलाउँदाखेरि पनि नि उसलाई आगोले पक्रेको छैन यो मान्छेलाई नै, युहन्नाको फाइनल लिङ्क मान्छे। अनि उसले त्यति बेला प्रार्थना गरेको छ। पोलिकार्पले के प्रार्थना गर्छ भन्दाखेरि चाहिँ ठुलो अब भिडको बिचमा चाहिँ उसलाई पोस्टमा बाँध्दाखेरि चाहिँ उसले के प्रार्थना गर्छ भन्दाखेरि चाहिँ, प्रभु धन्यवाद, तपाईँले मलाई पनि
प्रेरितहरूसँग तपाईँको चेलाहरूसँग शहीद हुने एउटा मौका दिनुभयो भनेर एउटा साक्षी हुने, मलाई तपाईँको चेलाहरू जस्तै मलाई पनि एउटा साक्षी हुने मौका दिनुभयो भन्नुहुन्छ। आगोले जलाउँदा पनि नजल्दाखेरि चाहिँ उसलाई चाहिँ स्ट्याप गरेको छ, चक्कुले तरबारले उसलाई घोचेर मारेको छ। अनि गवाईले वरिपरिको मान्छेले त्यो बिराले के भन्छ भन्दाखेरि चाहिँ ऊ मर्दाखेरि चाहिँ मर्दाखेरि चाहिँ मान्छे जलाएको गन्ध चाहिँ आएन भन्छ क्या हो। तर के आयो अरे भन्दाखेरि चाहिँ सुवासना आयो भनेर भनेको छ। हालेलुया। जब कम्प्रोमाइज हुँदैन नि हाम्रो जीवनमा हामीले गर्दैनौँ नि, जब हामी साक्षी हुन्छ प्रभुको लागि, यो खालको सुवासना हामीले दोस्रो कोरिन्थीमा अहिले पढ्यौँ। अन्त साक्षी हुनु चाहिँ त्यो हो, शहीद हुनु भनेको। अहिले त हामी बिरलै पाउँछौँ, कतिजनालाई मारे अरे भनेको होइन, कतिजनालाई मारे अरे, कसलाई यस्तो यस्तो मारे अरे, हामीलाई दुःख लाग्छ। तर उनीहरूको लागि 1000 साल राखिदिएको छ। हामीले प्रकाशमा हामी पढ्छौँ, जो चाहिँ शहीद भएको छ नि उनीहरूको लागि चाहिँ 1000 साल राखिदिएको छ परमेश्वरसँग उनीहरूलाई फेरि पनि हो। अनि प्रेरितहरू नि यो चेलाहरूको जीवनमा पनि हामीले हेऱ्यौँ भने कुनै पनि चेला यूहन्नालाई छोडेर, प्रभुको दास यूहन्नालाई छोडेर कुनै पनि अरू चेला चाहिँ राम्रो मृत्युमा मरेको छन्। सबैलाई कसैलाई भालाले घोसेको छ, कसैलाई उल्टा क्रुसमा झुन्डाएर मारेको छ, कसैलाई एक्सेप क्रुस बनाएर झुन्डाएको छ होइन, कसैलाई धनुकाँडले हालेर मारे भनेको छ, कसैलाई भालाले पछाडिबाट घोचेको कुराहरू छ। सबै हेर्नुहोस् है, उनीहरू चाहिँ साक्षी भएको। के को लागि साक्षी भन्दाखेरि सत्यको लागि साक्षी। के को लागि अरे? सत्य चाहिँ के थियो? सत्य चाहिँ प्रभु यीशुको बारेमा उहाँ चाहिँ के भएको? साक्षी हुनुभएको। कसैले सुन्नु भएको छ कि कसैलाई तपाईँहरूलाई भन्नुभएको छ कसैले कि तपाईँ विश्वासी हुनुहुन्छ भनेर हाम्रो स्वभाव देखेर कसैले भनेको छ हामीलाई? भनेको छैन होइन, हामीलाई भन्छ। हामी देख्छौँ नि कतिजना मान्छेहरूलाई चाहिँ, उनीहरूलाई देख्दा गर्दाखेरि चाहिँ उनीहरूलाई भन्छ नि तपाईँ क्रिस्चियन हुनुहुन्छ भनेर। उनीहरूको त्यो चरित्र नै अब त्यो खालको गुड हुन्छ क्या हो। फेरि यो कतिवटा अब प्रभुलाई नपाउनेहरूकोमा पनि हुन्छ त्यो क्वालिटी, तिनीहरूमा पनि हुन्छ। अरे यो खालको कुरा चाहिँ गवाई चाहिँ हामीलाई हाम्रो छर छिमेकीले भनेको छ, हामीले सुन्नु एकदम जरुरी छ पनि मलाई। आमेन। साक्षी हुनु भनेको चाहिँ हाम्रो बोली वचनमा, हाम्रो रहन सहनमा होइन। हामी एउटा प्रभुलाई पाएपछि चाहिँ साक्षी हुनु भनेको चाहिँ त्यो हो। नुन र ज्योति हुनु भनेर प्रभुले सिकाउनु भएको चेलाहरूलाई। नुन र ज्योतिले चाहिँ के गरेको छ? असल काम, गवाई दिने राम्रो काम गरेको कुराहरू हामी त्यहाँ पाउँछौँ। यो सबै कुराहरू चाहिँ यो प्रेरितको 8 चाहिँ त्यही समयमा पुरा भएको कुराहरू हामी त्यहाँ पाउँछौँ। यो कुराहरू चाहिँ यो चाहिँ स्वर्गीयरोहण हुनुभन्दा अगाडिको कुराहरू। अनि यहाँ के भनेको छ मजाको कुरा त भन्दाखेरि प्रभु फेरि पनि आउनुहुन्छ लिनको लागि। अहिले जसरी तिमीहरूले प्रभु यीशुलाई उकालो गएको तिमीहरूले देख्यौ नि, त्यसरी नै तिमीहरूले प्रभुलाई फेरि आएको पनि देख्नेछौ भनेर भनिरहेको छ। प्रभु आउनुहुन्छ है दोस्रो आगमनमा पनि। आमेन। प्रभुको दोस्रो आगमन हुँदैछ, चाँडै प्रभुको दोस्रो आगमन हुँदैछ। अनि हामी तयार छौँ भने चाहिँ हामी प्रभुसँग जान्छौँ, हामी तयार छैनौँ भने चाहिँ हामी छोडिन्छौँ। यसो डरलाग्दो कुरा छ, अनि दुःखको कुरा छ। त परमेश्वरले हामीलाई उहाँसँग लानको लागि चाहिँ हामीलाई प्रभुले मौका दिइराख्नु भएको छ। आमेन। परमेश्वरले हामीलाई यो साक्षी हुनको लागि बोलाएको छ। अनि हामीले देख्छौँ त्यो पत्रुसले के गरेको छ, 3000लाई के गरेको छ एकैचोटि बप्तिस्मा दिएको कुराहरू पाउँछौँ। साक्षी हेर्नुहोस् त, त्यो गवाईहरू त्यो कुराहरू छ। कति बेला यस्तो घटनाहरू घट्यो भन्दाखेरि चाहिँ पवित्र आत्मा प्रभु आएपछि खाली भएको छ। नभए पवित्र आत्मा प्रभु बिना हामी सक्दैनौँ। न त हामी आफ्नै बिमारलाई नै हामी जाति पार्न सक्छौँ, न त हामी कसैलाई बिमारलाई जाति पार्न सक्छौँ, न त हामी प्रभुको बारेमा प्रचार नै गर्न सक्छौँ। हामी केही गर्न सक्दैनौँ पवित्र आत्मा प्रभु बिना। हाम्रो जीवनमा चेन्जै हुँदैन पवित्र आत्मा प्रभु बिना। हामी जस्तो थियौँ त्यस्तै हुन्छ। अबको 10 साल पछाडि पनि हामी त्यस्तो हुन्छ। हाम्रो जीवनमा पवित्र आत्मा प्रभुले हामीलाई बढेको छैन भने पवित्र आत्मा प्रभुको लागि हामीले इच्छा गर्ने एकदम जरुरी छ। तपाईँ मैले आमेन। तपाईँ मैले है हामीले पवित्र आत्मा पहिलापल्ट जरुरी छ। मारनाथा चर्चको बारेमा मलाई थाहा छ। अहिले पनि मण्डली मैले अनुभव थाहा गरेको चर्च हामीले माथि भूषणदासको न्यू लाइट माथि स्कुलमा हामी गर्थ्यौँ एक समयमा। त्यति बेला चर्च थिएन। चर्च नहुँदाखेरि हाम्रो गाउँमा पुरा सुसाइड हुन्थ्यो। घरि सुरुबी गाउँमा को झुन्डिएर भन्थ्यो, घरि गुम्बामा यो झुन्ड्यो भनेर भन्थ्यो। तर जब त्यहाँ चर्च सुरु गऱ्यो नि, जुन दिनदेखि त्यो जमिन किनेर हामी सबै त्यहाँ केटाहरूले त्यहाँ चर्च सुरु गऱ्यो नि, बनाउन थाल्यो नि, त्यो दिनको यता गुम्बामा त्यस्तो सुसाइडको केसहरू कम्ती भएर गएको घटेर गयो। त्योभन्दा अगाडि एकदम ज्यादा केसहरू थियो। त्योभन्दा अगाडि गाडीले किचेर मरेकोहरू छ। चर्च चाहिँ साक्षी हो। परमेश्वरले त्यसै चर्च राखेको छैन कहिलेको, हामीलाई त्यसै राखेको होइन।
हामी साक्षी हौँ। यो चर्च हुनु नै दुष्टको सबै कुराहरू काम यहाँ प्रबल नहुनु हो। आमेन। हाम्रो क्षेत्रमा दुष्टको काम नहुनु हो, चर्च हुनु नै। अनि यो चर्च चाहिँ परमेश्वरले तपाईँले मलाई हुनको लागि अझै बोलाउनुहुन्छ। आमेन। परमेश्वरको साक्षीहरू हामी हुनुपर्छ। मान्छेले हामीलाई देखेर प्रभुलाई पाउनुपर्छ। मान्छेले हामीलाई देखेर भन्नुपर्छ तपाईँ क्रिस्चियन हो भनेर। पुरानो समयमा त हामीलाई भन्यो होला, प्रेजेन्ट समयमा 1 दिन अगाडि, 2 दिन अगाडि, 3 दिन, 1 हप्ता, 1 महिना अगाडि कसैले भन्यो हामीलाई, तपाईँलाई, मलाई तपाईँ क्रिस्चियन हुनुहुन्छ भनेर हामीलाई देखेर। नुन र ज्योति हुनु भनेको छ साक्षी। साक्षी हुनु एकदम जरुरी छ तपाईँको मेरो जीवनमा। यसको लागि चाहिँ के चाहिन्छ अरे? पवित्र आत्मा प्रभु चाहन्छ। एफिसी 5:18ले भन्छ पवित्र आत्माले परिपूर्ण हो भनेको छ पावलले। हैन, थुप्रै कुराहरू के हामी चर्च साक्षी भइरहेको छौँ के? जवानहरूलाई साक्षी हुनु भन्ने कुरा छ। सामरी स्त्री उसले गएर सबै गाउँलाई गवाही बताइदिएको छ। साक्षी ऊ आफै भइदिएको छ त्यहाँ यीशुको बारेमा बताएर। अनि यहाँ चाहिँ चेलाहरूले यो भन्दैछ कि साक्षीहरू तिमी चाहिँ यरुसलेममा हो है, आफ्नो घरमा हो है भनेको, आफ्नो गाउँ घरमा हो है भनेको, सारा यहुदियामा हो भनेको, अरू ठाउँतिर पनि हो है, अरू सहरहरूतिर पनि हो है भनेको, सामरियामा हो, अर्को राज्यतिर पनि हो है भनेको, पृथ्वीको अन्तिमसम्म जहाँ पनि जान्छ त्यहाँ चाहिँ के हो अरे? साक्षी हो है भनेको। अनि यो कुरा चाहिँ चेलाहरूले चाहिँ पुरा गरेको छ। पुरानो त्यो पहिलो शताब्दीको फर्स्ट चेलाहरूले चाहिँ पुरा गरेको छ। अहिलेको चर्चको अहिलेको चेलाहरू चाहिँ तर के भइरहेको छ? स्टक भइरहेको छ, रोकिरहेको छ। सबै अहिले चाहिँ के भइरहेको छ? चर्चभित्रै मात्र हामी साक्षी गवाही बनिरहेको छौँ। हामी घरबाट, हामी चर्चको गेटबाट बाहिर निक्लेपछि चाहिँ हामी खासमा के हुनुपर्छ? साक्षी हुनुपर्छ। हालेलुया। हामीलाई देख्दाखेरि मान्छेले हामी बोल्दै गर्दाखेरि नराम्रो होइन हाम्रो बारेमा, उनीहरूले असल कुराहरू हामीलाई भन्नुपर्छ हाम्रो बारेमा। तपाईँको बारेमा चाहिँ फलानुले चाहिँ हामीलाई चाहिँ सुनाउँदै गर्दाखेरि चाहिँ राम्रो कुराहरू भनिदियोस्, त्यो एउटा साक्षीमा आउँछ। आमेन आमेन। कसैले पनि मेरो नराम्रो बारे चाहिँ तपाईँलाई बताइदिँदैछ भने कस्तो लाग्छ त्यो मान्छेको लागि? भन्नुहोस् त, राम्रो लाग्दैन नि? ए झन् के हालिदिन्छ दुष्टले। साक्षी हुनु भनेको चाहिँ मेरो साक्षी हुनु भनेको चाहिँ प्रभु यीशुको पाइलामा टेक्नु। तपाईँले पहिलो पत्रुस 4 अध्याय तपाईँले पढ्नुहोस् आफै घरमा, तपाईँलाई होमवर्क। पहिलो पत्रुस 4 अध्याय अनि 2 अध्यायको 12 तपाईँले त्यहाँ पढ्नुभयो भने पत्रुसले पनि त्यहाँ लेख्छ साक्षी हुने कुराहरू लेखेको छ। अनि चेलाहरू चाहिँ त्यसरी साक्षी भएको छ। हामीलाई परमेश्वरले साक्षी हुनको लागि बोलाउनुहुन्छ। आमेन आमेन। अयुबको बारेमा परमेश्वरले के भन्नुहुन्छ? तैँले मेरो दास अयुबलाई देखिस् भनेर चाहिँ के भनेको छ कसलाई? दुष्ट शैतानलाई। तैँले मेरो दास अयुबलाई देखिस्, तैँले मेरो छोरी नातिनालाई देखिस्, तैँले मेरो छोरी सरितालाई देखिस्, जोनिलालाई देखिस्, रघुवीरलाई देखिस्। त्यो जस्तो धर्मी र दुष्टदेखि अलग रहने मान्छे कोही पनि छैन भन्ने गवाही चाहिँ प्रभुले दिनुपर्छ। तैँले गैरीको मण्डलीलाई देखिस्, त्यो मण्डली जस्तो निष्खोट परमेश्वरको आत्माको लागि एकदम ज्यादा तिर्ख्याउने, पितालाई महिमा दिनको लागि, मलाई महिमा दिनको लागि परमेश्वरले भनेको चाहिँ प्रभुले भनेको चाहिँ हामीले त्यो चाहना राख्नुपर्छ। साक्षी हुनु चाहिँ त्यो हो। आमेन। तैँले दिएको छस् यस्तो यस्तो फलानुलाई, यसरी गवाही अयुबको बारेमा त्यसरी दिएको छ, त्यो चाहिँ एकदम गवाहीहरू दिनु हो। अनि हामी नि यरुसलेममा हामी साक्षी हुन सकेनौँ भने, यरुसलेम हाम्रो ठाउँमा हामी साक्षी हुन सकेनौँ भने, हामी हाम्रै चर्चभित्र हाम्रै वरिपरि गाउँघरमा हामी साक्षी हुन सकेनौँ भने नि, कसैले यसरी लेखेको छ एउटा किताब मैले पढ्दै थिएँ, बाहिर हामी बाहिर उफ्रिएर हामी त्यो गवाही साक्षी गर्दाखेरि केही फरक पर्दैन भनेर भन्नुभएको छ। पहिला चाहिँ हामी कहाँ हुनाले साक्षी चाहिँ गाउँ, घरभित्र, परिवार हो, समाज हो। हामीलाई रिकमेन्ड गाउँ समाजले गर्नुपर्छ। साक्षी के भन्दैछ हामीलाई? गाउँ समाजले हाम्रो बारेमा के भन्छ? राम्रो भन्छ कि नराम्रो भन्छ? यो कुरालाई एकदम हामीले याद गर्नु जरुरी छ। ल म अन्तिम एउटा मोहम्मदको बारेमा भनेर चाहिँ म बन्द गर्दैछु। मोहम्मद हामीलाई थाहा छ इस्लाम होइन, इस्लामको धर्मलाई अब उहाँले चिनाउनु हुने हो। उहाँले पनि के भन्छ भन्दाखेरि चाहिँ त्यो समयमा ठिक नेस्टोरियन चर्चहरू खालि थियो त्यो समयमा भनेर भन्छ के चर्च हिस्ट्रीले, पौराणिक चर्चहरू खालि थियो त्यो समयमा। मोहम्मदले पनि त्यो समय एकदम उसलाई परमेश्वरको चाहना भएको,
मोहम्मदले चाहिँ अब इस्लाम अब त्यो इस्टाब्लिस गरेको हो नि त होइन मोहम्मदले अनि उसले चाहिँ अल्लाहलाई हामीले बुझ्नुपर्छ भनेर उसले देखाएको नि त बाटो देखाएको नि त मार्गदर्शन। अनि मोहम्मदले पनि उसको समयमा चाहिँ 500 समथिङ एडीमा चाहिँ उसले पनि क्रिस्चियनको एक दुईवटा पुस्तकहरू पनि भेटेको अरे होइन, त्यो कुराहरूले चाहे पढ्यो। तर उसले यस्तो विश्वासीहरू भेट्यो अरे इतिहासमा चाहिँ, चर्च इतिहासमा लेखेको छ, मोहम्मदको बारे तपाईँले पढ्नु भयो भने यस्तो क्रिस्चियनहरू पनि भेटेछ जसले चाहिँ अब फादर सन अनि मरियमलाई पुज्थे। त्यति बेला चाहिँ के भनेछ भन्दाखेरि कहिले ईश्वर पनि तिनवटा हुन्छ र भन्ने खालको चाहिँ त्यो समयमा मोहम्मदले पनि भने क्या। पछि गएर मोहम्मदले अब आन्टीलाई बिहा गरेको छ, जसले चाहिँ उसलाई काम दियो, उसलाई नै बिहा गरेको कुरा छ, खदिजा भन्ने बिहा गरेको छ। पछिबाट गएर अब नानीहरू भएको कुराहरू थुप्रो थुप्रो कुराहरू छ। अनि उसले नै अल्लाहलाई चिनाएको, उसले पनि खासमा भने चाहिँ त्यो समयमा पनि असल साक्षी पोलिकार्पहरू जस्तो मान्छेहरूलाई, पत्रुस जस्तो चेलाहरू जस्तो मान्छेले भेटाएको भए चाहिँ मोहम्मदले पनि इस्लाम चाहिँ बढाउँथेन। तर के भयो, इस्लाम कसरी फैलिएछ, राम्रो इसाईहरू नभेटेकोले गर्दाखेरि। आज प्रश्न तपाईँहरू सबैजनालाई प्रश्न है, यो चाहिँ एकजनालाई प्रश्न, म कस्तो खालको साक्षी हुँदैछु, म कस्तो साक्षी बन्दैछु, प्रभुले हामीलाई साक्षी हुनको लागि बोलाउनु हुँदैछ, प्रभुको कस्तो साक्षी छु म। हामी तपाईँ एकजना छेउकोलाई भनिदिनुहोस् त, तपाईँ कस्तो साक्षी हुनुहुँदैछ भनेर भनिदिनुहोस् छेउकोलाई। त्यो साक्षी विदाउट कम्प्रोमाइज हुनको लागि प्रभुले बोलाउनु भएको छ। आमेन। हामी प्रार्थना गरौँ ल, मनस वचन नीतिमै बन्द हुन्छ है। प्रभु हामी तपाईँलाई धन्यवाद भन्छौँ